किन दिदिन भने मैले आफ्नो हैन सर मैले आफ्नो अधिकार मैले आफ्नो गर्न सक्ने नेतृत्व मैले निभाइसकेको छु किनभने सुदन गुरुङ गृहमन्त्री हो म व्यक्तिवादीमा गइन म पार्टीवादीमा गइन तर देशको स्थिति र अवस्थाले गर्दाखेरि मैले राजीनामा लिने विकल्प होइन भन्न फर्स्ट डे उत्रिने पनि मै थिए का सुदनको लागि हो सुदनको लागि होइन गृहमन्त्रीको लागि अरे गृहमन्त्री त वही त हुनुहुन्थ्यो जो तर होइन मैले सुदन गुरुङ व्यक्तिको लागि आएको थिएन नि त हैन जसरी उहाँले ओरिएन्टेड भएर एक्सन ओरिएन्टेड भएर काम गर्नु भएको थियो हैन जसरी हामीलाई चाहिएको थियो त्यस्तो खालको हामीले नेतृत्व चाहिएको थियो त्यसकारणले म आएको पनि थिएँ तर अहिले तपाईहरुले क्वेशन गर्नुपर्ने हो क्या सरकारले पार्टी कार्यालयमा जानुहोस् हैन तपाईको अहिले छानबिन समिति बनाएको छैन देशमा हैन यसरी पनि चल्दो रहेछ त देश हैन जे मलाई त्यही गर्दिन दिदी एक सरकार छ भन्दामै बिना गृहमन्त्री देशलाई दिने राम्रो चलिरहेको छैन के भन्नु नि तपाई भन्नुस् न हैन प्रश्नमाथि अटक नगर्नु तपाई भन्नुस् न नै यो मेरो सबैको कतलाई राम्रो चलिरहेको छ नै अहिले म क्यान्सर दिन मैले दिनुपर्ने ठाउँमा दिइसकेको छैन यो मेरो व्यक्तिगत धारणा हो तपाईले पनि किन हैन सर म तपाईलाई नै सोध्छु तपाई पत्रकारिता हुनु भन्दा पनि तपाई देशको नागरिक हो तपाईले खोज्नुस् क्या तपाईले सोध्नुस् के त खोजिरहेको छु तपाईबाट खोजिरहेको छु जनताहरुले कसरी हेर्नु म त तपाई भन्दा नि सामान्य साधारण मान्छे हामीले त सामान्य मान्छेबाटै बुझ्ने हो हुँदैन त्यसो भए किन पदाधिकारीमा पदमा राख्नु भएको तिनीहरुलाई हामी जनताको बाइक लिएर जनताले चाहिँ गृहमन्त्री बिनाको देश पनि हजुर पनि सोध्न खोजिरहेको छु हजुर पनि जनतै हो अझ अहिले हजुर कामको विषय पत्रकारले आफ्नो विचार राख्ने हैन नि त तपाईलाई थाहा छ त पत्रकार भन्दा पहिला हजुर पनि नागरिक हो जनता हो नि त किन राख्नु भयो हजुरले खोज्नु पाउनुहुन्छ नि त हजुरले जवाफ दिन नसके पनि डमीले पनि हजुरले क्वेशन त गर्न मिल्यो नि त ठाउँमा गएर मिल्नु नै ठाउँमा गएर सोध्नुहोस् ठाउँमा गएर पत्रकारिता गर्नुहोस् न सर हजुरहरु एकचोटि पार्टी कार्यालयमा जानुहोस् सभापतिले सोध्नुहोस् किन गृहमन्त्री नियुक्त गरिएको छैन अहिलेसम्म नत्र ठिक छ सुदन गुरुङ एज हाम्रो चाहिँ पूर्व गृहमन्त्री सुदन गुरुङ उहाँ राइट हुनु नभने हैन अरु पनि त होला विकल्प हैन कि त 24 घण्टामा छानबिन हुनुपर्ने हो नि त कि त 24 घण्टामा दोषी साबित गर्नु पर्यो कि त निर्दोष साबित गर्नु पर्यो नि त खेलाउन देशलाई खेलाउन भने देश है देशलाई खेलाउन नागरिक जहिले पनि युजको पात्र हैन जनता जहिले पनि प्रयोगको साधन देश खेलाउन ए गणतन्त्र कहिले तपाई धेरै दिनदेखि नै माइती घर मण्डलमा आइरहनु भएको छ नि खास तपाईको लक्ष्य उद्देश्य मकसद के हो त बताइदिनुस् म चाहिँ भाद्र 23 को अलिकति म पर पनि जोडे म भाद्र 23 को घाइते पनि हो त्यसकारणले गर्दाखेरि म 6 महिना 7 महिनासम्म माइती घर मण्डलमै थिएँ हजुरहरूले देखिराख्नु भएको छ अब त्यो हाम्रो जुन जेनजी प्रोटेस्ट पछि जति पनि हाम्रो कसले गोली चलाउन आदेश दियो तत्कालीन त्यतिखेर को हुनुहुन्थ्यो पदाधिकारीमा पदमा बस्नु भएकाहरू उहाँहरूलाई चाहिँ हामीले कारबाहीको माग राख्दा धेरै समय बसेको पनि हो अनि निर्वाचन भन्दा अगाडि पनि हामीले निर्वाचनै हुनु हुँदैन अहिले पहिला चाहिँ कार्की प्रतिवेदन पहिला सार्वजनिक गरेर चाहिँ अनि चाहिँ हामी चाहिँ निकास अनि निर्वाचन भनेर पनि बसेका थियौँ अनि मेरो चाहिँ अहिले फ्याक्ट उद्देश्य भनेको चाहिँ अबको सरकारले चाहिँ एकदमै निष्पक्ष रूपमा है सबै नागरिक र देशको हक हितको लागि चाहिँ काम गर्नुपर्छ अबको सरकारले भन्ने हो मेरो चाहिँ हैन त्यसकारणले गर्दाखेरि अबको यो जुन भाद्र 23 मा जति पनि घाइतेहरू हुनु भएको छ जति शहीदहरू हुनु भएको छ उहाँहरूलाई उचित व्यवस्थापन गर्नु पर्यो सरकारले र अब चाहिँ देशमा रोजगार शिक्षा र स्वास्थ्यको चाहिँ एकदमै राम्रोसँग चाहिँ अब फेसिलिटिज हुनु पर्यो यसलाई चाहिँ कसरी हुन्छ सहजीकरण लिनु पर्यो भन्ने नै हो मेरो चाहिँ उद्देश्य सबै जेनजीको घाइते विद्यार्थीमा पढ्नु हुँदै रहेछ अनि आजको दिनसम्म जेनजीको मागहरू किन सम्बोधन भएन त यस्तो म हजुरलाई पहिलो कुरा त के भन्छु भने देश जेनजीको मात्र होइन देश हजुरको समस्या जेनजीको मात्र छैन साँच्चैले हेर्ने हो भने 3 करोड नेपाली नागरिक छ भनेर छ पहिलाको जनगणनामा अहिले त 4 करोड 5 करोड बेसी पनि भइसक्यो होला अहिलेको तत्कालै हेर्ने भने सबै एक नागरिकको समस्या छ हेर्नुहोस् देशमा अहिले एकैचोटि जेनजीको मात्र माग मुद्दाहरू समाधान हुनुपर्छ र हुनै पर्छ भन्ने छैन किनभने हजारौं नेपाली नागरिकको माग मुद्दाहरू छ हेर्नुहोस् आफ्नो ठाउँमा त्यसकारणले गर्दा ढिलो छिटो हुनुपर्छ हैन तर एकदमै निष्पक्ष रूपमा हुनु पर्यो के अब यो पार्टी त्यो पार्टी मेरो पार्टी तेरो पार्टी हुनु हुँदैन त्यसकारणले गर्दाखेरि पार्टी सत्तालाई मात्र नजोगाएर नहेरेर अब हरेक नेपालीको समस्या हेर्नुपर्छ यो सरकारले देशको स्थिति अवस्था हेर्नुपर्छ भन्ने हो मेरो चाहिँ उद्देश्य मेरो धारणा यति बेला चाहिँ सुकुम्बासीहरू विस्थापित भइसकेपछि माइती घर मण्डलमा अघि आएर थाल बजाएर गइसक्नु हो हैन तपाई चाहिँ खासमा के बजाउन आउनु खासमा त मैले कसैलाई कसैको केही बजाउन आएको होइन म खासमा होइन म मेरै कामले आएको हेर्नुहोस् है अब सुकुम्बासी बस्तीको विषयमा चाहिँ म के भन्न चाहन्छु भने 80% त तपाईँको हुकुमबासी नै छ यो मान्नुहुन्छ हजुरहरूले होइन
तपाईँको हामीहरू फिल्डमा जाँदाखेरि कति भाडा बिल्डिङ ठडाएर भाडा लाएर राखेको छ, त्यत्रो बिल्डिङ ठडाएको छ। ए बाबा अहिले नै जग्गा तपाईँको चाहिँ पुर्जी बिनाको जग्गामा कसरी बिल्डिङ ठडाउने चाहिँ हिम्मत गर्नुभयो त होइन? यो त सोच्नु पर्ने हो नि त। कोही चाहिँ हो प्रकृतिको हिसाबले भनौँ बाढी पीडित, हजुरको भूकम्प पीडित अनेक होइन, कोही चाहिँ तपाईँको स्वास्थ्यको पीडितले गर्दाखेरि चाहिँ उहाँहरू सुकुम्बासी हुने बाध्य भएछन्। नत्र भए यहाँ चाहिँ पुरानो पार्टीको चाहिँ पुरानो पार्टीहरूले र मेन कुरा चाहिँ म के भन्न चाहन्छु भने अहिलेसम्म सुकुम्बासी बस्ती स्थापित हुन र अहिलेसम्म सुकुम्बासी नहट्नु कारण चाहिँ राजनीतिक चलखेल हो, राजनीतिककै समस्या हो। किनभने भोट ब्याङ्क बनाएर राखेको हो नि त पहिलाको नेताहरूले त। सहजीकरण गर्नु हो भने, व्यवस्थापन गर्नु भने टाइम कति लाग्छ र लाग्दैन नि। त्यस कारणले गर्दाखेरि अबको सरकारले जे गरेको छ राम्रै गरेको छ, तर हामीले मेरो माग भनेको चाहिँ पहिला चाहिँ त्यो रियल पीडितलाई जो चाहिँ साँच्चै नै सुकुम्बासी हुनुहुन्छ उहाँहरूलाई चाहिँ उचित पहिला व्यवस्थापन गरेर चाहिँ डोजर चलाएको अति राम्रो हुन्थ्यो भन्ने हो मेरो चाहिँ माग। भोलि छ नि, हजुर भोलि चाहिँ देशैभरि चाहिँ हजारौँ सुकुम्बासीहरू बाटोमा आएर चक्काजाम गर्ने चेतावनी दिएर गइसक्नु भएको छ। योभन्दा अगाडिका सुकुम्बासीहरूले जसले चाहिँ आफ्नो गाउँमा घर जग्गा पनि छ भन्नुभएको छ। सुकुम्बासी भन्ने कि उकुम्बासी भन्ने तपाईँ आफै भन्नुहुन्छ होइन, तर तपाईँ त्यो आन्दोलनमा तपाईँ साथ दिनु नदिने? आन्दोलन भोलि लाखौँ जनताहरू हजारौँ जनताहरू भोलि सुकुम्बासीहरू चाहिँ बाहिर सडकमा आउँदै हुनुहुन्छ। यस्तो म आन्दोलनलाई चाहिँ मैले सपोर्ट गर्दिनँ, किनभने भाद्र 23 को आन्दोलनले नै न्याय पाएको छैन हेर्नु। र अब देशले आन्दोलन ठेक्दैन, मैले बार भनेको छु। ठिक छ, माग मुद्दा ल्याउनुहोस्, बरु कसरी हुन्छ कानुनी प्रक्रियामा जानुहोस् होइन, प्रक्रिया वाइज जानुहोस्। तर अब आएर तपाईँको ढुङ्गामुढा गर्ने, तपाईँको यहाँनिर त्यतिक्रमबाज गर्यो भने आफूलाई नै घाटा हुने चाहिँ यहाँ कसैले कसैको यहाँ भ्यालु हुनेवाला छैन। भर्खरै भाद्र 23 मा कुशासन र भ्रष्टाचारको लागि लडेको व्यक्तिहरूको न्याय पाएको छैन, त्यो रगतले न्याय पाएको छैन, त्यो सहितहरूले न्याय पाउनु भएको छैन। अब जनता मरेर कसलाई हामीले कसलाई बेनिफिट दिने? आन्दोलन पछि आएको सरकारले न्याय दिने होला नि त। अनि यो आन्दोलन पछि आएको सरकारले न्याय तपाईँहरू माग्नुहुन्न, अन्याय परेकाहरू त न्याय माग्नै होला नि त। यस्तो हामीले मागि नै रहेको छौँ, हामीले आवाज उठाइरहेको छौँ। हामीले व्यक्तिगत छोडेर पनि हामी देश र देशको जनताको लागि नै हामी हिँडिरहेको छौँ, मागिरहेको छौँ। तर प्रक्रिया वाइज जाँदाखेरि एकदमै गाह्रो छ। अहिले हेर्नु, अहिले भर्खरै हिजो मैले एकजना हाम्रो के यादवजीले हाम्रो बोलेको सुनेको थिएँ होइन। उहाँ पहिलाको आर्थिक बजेटमा तपाईँको 13 अर्ब थियो अरे, यस सालको आर्थिक बजेटमा 1 अर्ब 20 करोड मात्र छ अरे क्या आर्थिक। हेर्नु त अब आर्थिक अवस्था हेर्नु यस्तो छ देशमा होइन। अब कति धेरै पीडितहरू हुनुहुन्छ देशमा, यति धेरै पीडित हुनुहुन्छ, कसको माग मुद्दा पहिला समाधान गर्ने कसको नगर्ने यहाँ सरकार आफै कन्फ्युज होला के। अब के छ त, बस्ती काठमाडौँमा भत्काइसकेपछि खाली गरिसकेपछि उपत्यका बाहिर कोहलपुरमा चाहिँ स्कुल ड्रेस नै बच्चाहरू 8-9 वर्षका बच्चाहरूलाई चाहिँ बालेन चोर सरकार देश छोड अथवा मुर्दाबाद खालका नाराहरू रट्न घोकाउन लगाइयो त्यहाँ होइन, पम्पलेट बोकाएर सडकमा उतारियो। के भन्नुहुन्छ तपाईँ, बालबालिकालाई किन प्रयोग भइरहेछ? बालबालिकाको दुरुपयोग भयो त्यो चाहिँ म स्योर भन्छु, बालबालिकाको दुरुपयोग भएको थियो। यानि कि त्यो बच्चालाई बालेन्द्र शाह प्रधानमन्त्री हो भने पनि थाहा छैन होइन, र उहाँ बच्चाहरूलाई हामी सुकुम्बासी हो भने पनि थाहा छैन। त्यो बच्चालाई चाहिँ म बच्चाहरूले जसरी उहाँहरूले चाहिँ युज गरेको भन्छु, म दुरुपयोग गरेको भन्छु, बाल अधिकार हनन भयो भन्छु म। किनकि अहिले नै पार्टीगत हिसाबले हिँडाउने हो भने बच्चाहरूलाई उहाँहरूको भविष्य कहाँ छ होइन। त्यस कारणले गर्दाखेरि जुन दृश्य हामीले देख्यौँ सामाजिक सञ्जालको मार्फत बालबालिकालाई युज गरेको भन्छु म, बालबालिकालाई अधिकार हनन भएको छ। यो कुरामा चाहिँ विशेष ध्यान दिनु होला। कुनै पनि पार्टीको विपक्षमा बालबालिका युज गरिन्छ भने त्यो बाल अधिकार हनन भयो र त्यस पछाडि मानव अधिकार हनन भयो भन्न चाहन्छु म। यस्तो खालको क्रियाकलाप चाहिँ नगरिदिनु होला। पछिल्लो समय नि हजुर अब बालबालिकालाई कसले उतार्यो भन्ने कुरा हामीसँग तथ्य छैन यति बेला चाहिँ, किनकि त्यहाँको नेताले, त्यहाँको स्कुल व्यवस्थापन समितिको व्यक्तिले अथवा स्कुल शिक्षक आफैले चाहिँ ल विद्यालयको ड्रेसमै जाऊ, आन्दोलनमा जाऊ भनेर पुस गरेको हुनसक्छ भन्ने कुरा त हामीले स्पष्टै हुनसक्छ। किनकि स्कुललाई पढाउनै छोडेर चाहिँ ल बाटोमा जाऊ भन्दाखेरि त आउने नै भयो शिक्षकले गर्दाखेरि। अब एउटा कुरा नि, तपाईँले हर्क साम्पाङ चाहिँ, अब हर्क साम्पाङले पछिल्लो समय सुकुम्बासीको पक्षमा खम्बा बनेर उभिनु भएको छ, तपाईँले कसरी हेर्नु भएको छ यसलाई? उहाँ सही हुनुहुन्छ? कुन किताबमा जाँदै हुनुहुन्छ उहाँ एउटा व्यक्तिको माननीय संसद होइन, उहाँ 3 करोड जनताको माननीय संसद हुनुहुन्छ। 3 करोडको होइन, धरानको होइन, धरानको भए पनि संसदमा आइसक्यो, सदनमा आएपछि धरानको मात्र हुँदैन है सर है। होइन, भोट त उहाँलाई त्यहाँको मान्छेले मात्र दिनु थियो नि त। तपाईँको हाम्रो बालेन्द्र शाहले 77 जिल्लाबाट हाले हो त, उहाँलाई मात्र होइन, जो स्थानबाट उठ्यो त्यो पता गरेर हालेको हो नि त। 3 करोड सांसद बन्न मिल्यो। त्यस कारणले गर्दाखेरि उहाँ 3 करोड जनताको ठिक छ, रियल पीडितको पक्षमा उभिएर कुरा गर्नुहुन्छ भने, अडिनुहुन्छ भने, उभिनुहुन्छ भने त्यो जात हो। तर पार्टी
पार्टीगत हिसाबले जानुहुन्छ भने या चाहिँ एउटा पार्टीलाई गिराउनुलाई अर्को पार्टी उक्साउनुलाई चाहिँ बोल्नुहुन्छ भने यो चाहिँ जायज होइन म त्यही भन्न चाहन्छु कसरी बोल्नु भएको छ तपाईँले देख्नु भएको छैन कुरा राख्नु पाए हेर्नु गणतन्त्रको यो नै त राम्रो हो नि फाइदा होइन गणतन्त्रमा जसलाई जे भने नि भएछ मुख छाडे नि भाषा गाली गलत गरे भएको छ सामाजिक सञ्जालमा आएर नाना थरी मुख छाडे नि भाषा होइन अनि हल्का सामान जस्तो मान्छेले त्यस्तो भन्न मिल्यो त अनि उहाँले त गाली गलत त गरे होइन नि त उहाँले त नराम्रो शब्दहरू युज गर्नु भएको छ ठिक छ उहाँले आफ्नो धारणा राख्नु पाउनु भयो उहाँलाई चाहिँ सांसद भन्नुपर्ने रे अनि प्रधान राष्ट्रपतिलाई चाहिँ यार भन्नुहुन्छ उहाँले अनि उहाँलाई चाहिँ के भन्नुहुन्छ तपाईँले यो व्यक्ति सानो कुरामा चाहिँ हामी नल्झौँ भन्न चाहन्छु सानो कुरा हो यो किन मर्यादा सम्मान चाहिन्छ त्यो त ठाउँमा उहाँले राख्नु भयो होला होइन अब हामीले मिडियाको थ्रोमा देखेकै भरमा मान्छेलाई खोज्नु भएको छ तर दिनुहुन्न भन्ने कुरा नि ठिक छ यस्तो हो तपाईँको फेरि राजनीतिक चलखेल हेर्ने भने को कतिखेर यार हुन्छ को कतिखेर दुश्मन हुन्छ को कतिखेर दोस्ती हुन्छ को कतिखेर के हुन्छ थाहा हुन्न के त्यस कारणले हामी सानो कुरामा नल्झौँ हामीले कामलाई प्राथमिकता दिएर र कामलाई इज्जत गरेर जानुपर्छ हेर्नु पार्टीगत हिसाबले व्यक्तिगत हिसाबले पार्टीवादी चिन्तन र व्यक्तिवादी चिन्तनमा हामी फस्नु हुँदैन बालेन्द्र शाह पनि एउटा पार्टीको र एउटा जनताको मात्रै उहाँ प्रधानमन्त्री होइन हाम्रो त हर्क सम्पन्न पनि एउटा क्षेत्र र एउटा मान्छेको मात्रै एउटा पार्टीको मात्रै माननीय होइन त्यस कारणले गर्दाखेरि हामी ठिक छ हामीले समस्या मात्रै लिएर किन आउँछौँ समाधान पनि देखाउनु पर्यो नि त हामी त अबको सरकारलाई त समाधान गरेर उनीहरूलाई समस्या क्या छ त्यो समस्या देखाएर यो समस्या गर यो समस्या यसरी जानुपर्छ यो समस्यालाई यसरी लानुपर्छ भनेर हामीले त उनीहरूलाई बाटो देखाउने हो क्या हामी सानो कुरामा टिपोटिप्पणी गर्ने बालेनले के भन्यो बालेनले के खायो हर्कले के भन्यो कसले के भन्यो यसमा अल्झिने होइन हामीले समस्या छ त लिएर आऊ पेपर वर्क गर कार्यान्वयन गर्न लगाऊ समाधान भएर जाऊ ए बाबा अहिले म यति धेरै यो जनता व्यक्तिवादी चिन्तन र पार्टीवादी चिन्तनमा फसेको देख्छु होइन पहिलो कुरा त जनताको सबैभन्दा ठुलो हात हुन्छ देश बनाउनु र बिगार्नुमा मन्त्रीको भन्दा सबैभन्दा ठुलो जनताको हातमा छ मैले बार भन्दा आएको अहिले पुस्ता हस्तान्तरण गरे हो अहिलेको जेनेरेसनमा भनेको तपाईँको मतदान परिवर्तन गरेको मात्र हो नि त होइन व्यक्ति परिवर्तन पनि भएको नि त सिस्टममा चेतना परिवर्तन भएको छ त छैन नि त त्यस कारणले नेपाली जनताको पनि मानसिक पुरै चेन्ज हुनु पर्यो हिजोको दिन र आजमा के फरक होला प्रधानमन्त्री बालेन्द्र शाह आएपछि जनताको चेतना खै त वृद्धि भएको चेतना परिवर्तन भयो के त हिजो पनि काङ्ग्रेस एमाले भन्दा राम्रो एमाले भन्दा काङ्ग्रेस राम्रो माओवादी भन्दा काङ्ग्रेस राम्रो एकअर्कामा छिमेकी बाँच्ने जुत्ने एकअर्कामा जनता लड्ने अनि फाइदा र क्रेडिट जहिले पनि मन्त्रीहरूलाई दिने अब त केही दिमाग पनि खोल न नेपाली जनताले पनि अब के भन्छ ठिक छ पार्टी मन नपर्नु पायो पार्टीमा आस्था राख्नु पाइयो तर गाली गलौज गर्ने एउटा अर्को खुट्टा तान्ने एउटा पार्टीगत हिसाबले बोल्ने क्या पार्टीगत हिसाबले बोल्ने होइन कि नागरिकको हिसाबले बोल्ने हो क्या त्यसो कसरी बोल्नु भएको त्यसो भए त पूर्व मेयर हर्क साम्पाङ कसरी बोल्नु भएको छ अहिलेको सांसद ठिक छ उहाँले छिटो अब जनताको हो राजनीतिकमा हामी भन्दा उहाँ अगाडि हुन्छ यो मान्नु सबैहरूले राजनीतिकमा उहाँ राजनीति गर्दै आउनुभएको व्यक्ति राजनीति गर्ने मान्छे हो चेत नभएको यस्तो पहिलो कुरा त यस्तो हुन्छ मान्छेलाई जुनै पनि हामी त तपाईँहरू पत्रकारी फिल्डमा हुनुहुन्छ कसरी पत्रकारी गर्ने भनेर तपाईँलाई थाहा हुन्छ क्या तपाईँको साथीले कस्तो खालको क्वेसन गरिरहेको छ भने तपाईँलाई थाहा हुन्छ क्या कसरी विषयगत वस्तुमा जाने तपाईँलाई थाहा हुन्छ क्या किनकि तपाईँ त्यही फिल्डमा हुनुहुन्छ हो राजनीतिमा सेम यही हो जस्तै उहाँ एउटा प्रतिपक्षको रूपमा त हर्क साम्पाङ पनि हो नि त यदि जुन रोड म्यापमा जानुपर्ने त्यो रोड म्यापमा जानु भएको छैन भने त उहाँले त कुरा उठाउनु पायो होला नि त यसमा आफूले जनाउनु पर्ने के हो त नत्र जनता सबै जाओ 3 करोड जनता जाओ सदनमा अनि कुरा उठाओ के म त्यो भन्छु पहिलो कुरा त हामी व्यक्तिवादी चिन्तन र पार्टीवादी चिन्तनमा फस्नै छोड्दिउँ क्या परिवर्तन चाहेको हो भने तपाईँले छ नि भर्खरै प्रधानमन्त्री बनेको बालेन सरकार 2 महिना पनि पुगेको छैन तपाईँले सबै चाहिँ नतिजाहरू हाताहाती नगद खोज्नुहुन्छ यो देश त 35 वर्षदेखि बालेन शाहले चलाएको थिएन नि त फेरि मैले त केही खोजेको छैन के हातले खोज्छ मलाई घाँस कपास देऊ सुस्त सुविधा देऊ भनेको छैन 25 वर्षको भए दिन त पर्खिनुपर्छ हनीमुन पिरियडमा त चुपचाप बस्नुपर्छ भनिन्छ क्या अनि राजीनामा माग्नु भएको छ हर्क साम्पाङज्यूले टीका टिप्पणी विरोध आन्दोलन धरना जुलुस यो भएन भन्छन् के मान्छे यस्तो हो अब प्रक्रिया कहिले गलत पनि हुन सक्छ बालेन्द्र शाह प्रधानमन्त्री बालेन्द्र शाहले निर्णय निकालेको सबै राम्रो होला त 275 जना संसद केको लागि के त्यहाँ यो पनि तपाईहरु बुझ्नु न हैन 275 जना संसद केको लागि विपक्ष पार्टी केको लागि त सबै बालेन्द्र शाहले मात्र गर्नु भएको निर्णय राम्रो हो भने यार यहाँ प्रतिपक्ष कहाँ छन् त किन छैन प्रतिपक्ष विपक्ष पार्टी किन विपक्ष पार्टी किन लागि भन्नु न छ त बोल्यो प्रतिपक्ष द्वितीयको सरकार सचिव भने अहिले देशमा गृह मन्त्री छैन ल यो विषयको त कसरी लिनुहुन्छ तपाईहरुले मजाक लगाइरहेछ यार तपाईहरुले यति रमाइलो लगाइरहेको छ देशमा गृह मन्त्री छैन आज 16 दिन भयो
देश नेपालमा गृहमन्त्री बिना देश नेपाल चलिरहेको छ। तपाईँहरू यति सहज यति मजाको रूपमा लिनु भएको छ यार। तपाईँहरू कस्तो मना भनेपछि गृहमन्त्री बिना पनि देश चल्दो रहेछ होइन? तपाईँहरूले पनि तपाईँहरू त्यो ठाउँमा गएर क्वेसन गर्न नसक्ने तपाईँहरू होइन, तपाईँहरू पत्रकारिता गर्न सक्ने तपाईँहरू हेर्नुहोस्। हामीले आवाज उठायो भन्दा पनि तपाईँहरू हामी माथि खनिनुहुन्छ नि त। तपाईँहरू कमजोरी हेर्नुहोस्। तपाईँमाथि खन्या चाहिँ प्रश्न गर्न पाइँदैन। क्वेसन गर्न पाए तर हामीले त बालेन्द्र यदि भन्नु कि गृहमन्त्री बिना